मिति 2082 असोज 4 गते बेलुका अहिले 10:30 बजिरहेको छ। यो आएको टोटल 12,000 कुखुराको ड्यामेज करिब 40 वटा जति छ। अझै त्यहाँ छोड्दै भएको भएर गिन्ती गर्न बाँकी रहेको छ। त्यसै गरी यो 12,000लाई 3-3 को पार्टेसन बनाएर ब्रोडिङको लागि छोडिएको छ। यो प्रत्येक ब्लकमा 4,000 अनि आएको बोनस सहित गर्दा 4100 करिब रहेको छ। यो ब्रोडिङ र चावडा पार्टेसन अथवा चावडा ब्लकमा रहेको छ। यो एउटा ब्लक, यो एउटा ब्लक र यसलाई ब्रोडिङको लागि पार्टेसन गर्दा प्रत्येक ब्लक एउटा ब्लकबाट अर्को ब्लक टच नहुने गरी एउटा ब्लकदेखि दुवैतिर करिब 15 फिटको डिस्टेन्स राखेर यो जस्तै 1 नम्बर भयो भने यतातर्फ 2 नम्बर भयो, यो बिचमा नि ग्याप भयो र यता यो साइडमा पनि ग्याप रह्यो। अनि फेरि यता गइसकेपछि अब यता अर्को एउटा ब्लक भयो र फेरि यो बिचमा ग्याप भयो। त्यसरी यो ब्लक भयो। अब यसलाई पछि यो जसरी बढ्दै जान्छ खुल्दै जान्छ एक आपसमा र यो लास्टमा करिबन 20 दिनतिर यो सबै बल्ल पुरै ओपन हुन्छ। यसको फाइदा 20 दिनभन्दा अगाडि कुनै एउटा ब्लकमा केही समस्या भयो भने पुरै चल्ला खराबी हुनबाट बचाउन सकिन्छ। र आजको काम हाम्रो स्टाफले काम गरिरहेको छ। आज मिति 2082 साल कार्तिक 21 गते हाम्रो यो लट 2 को कुखुरा बिक्रीको लागि निकाल्न लागिरहेका छौँ र अहिले साइज के रहेछ हेर्न लागिरहेको। ल यसलाई यसमा राख्नु त, पख्नु यसलाई 0 गरौँ। ल राख्नु त, राख्नु थोरै अगाडि गर्ने त बट्टा, थोरै हल्किन हो, काट झिक्नु त। ल यो बैच 3200 ग्रामको रहेको छ र यसलाई बाहिर निकाल्नु त। राख्नु तल राख्नु। कुखुराहरू पनि हेल्दी रहेको छ।